विश्व आरोग्य दिवस सदियौं सालदेखि हाम्रा ऋषि महर्षि त्यागी तपस्वी र हाम्रा अन्वेषकहरू हाम्रा युगौं युगदेखि सत्य त्रेता द्वापर र अहिले हाम्रो अवस्थाहरू पनहरू कालहरू सबै पलदेखि नै सबै अन्वेषकहरूले एउटा शोधन गरिरहेका छन्। यो आरोग्य दिवस को सोच राख्ने र अन्तर्राष्ट्रिय महासभाबाट नै पारित गराउने, त्यसमा नियोगको रूपमा नेपाली दुईजना गुरुहरू एलपी भानु शर्माज्यू र रमेश नेपालज्यू उहाँको वर्तमानको सत्प्रयासबाट यो अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने एउटा सृजना यो कायम भयो। अत्यन्त सराहनीय छ। संसारको सबै प्राणीहरू आरोग्य भएर बस्न चाहन्छन्, तनबाट पनि मनबाट पनि। शरीरको आरोग्यतामा पूरा ब्रह्माण्डमा पूरा हाम्रो वरपरको परिदृश्य हामीले हेर्ने हो भनेदेखि विभिन्न पद्धतिहरू चलन चल्तीहरू चलिरहेका छन्। मनको आरोग्यको लागि पनि हाम्रो गुरु प्रणाली, मोटिभेशनल क्लासहरू, विभिन्न पद्धतिहरू, संस्कारहरू मनलाई सिकाएर बुझाएर मनको तुलबुल मिटाएर र मनमा आउने सम्पूर्ण तरङ्गहरूलाई मार्नको लागि सन्त महात्माहरूले सदैव कालदेखि विभिन्न युक्ति प्रयुक्ति ग्रन्थ पन्थ र गुरु प्रणालीहरूको एउटा सुरुवात भइरहेको छ। अनादि कालदेखि नै यो एउटा रूप हो। सन्त महात्माहरूले भन्नुभयो कि त्यो मनको मुख्य रोग भनेकै बोध नहुनु, जस्तो हो त्यस्तै ख्याल गर्न नसक्नु, विवेक गर्न नसक्नु र मनमा अनादि कालदेखि संस्कार खाने उठ्ने बस्ने हरेक क्रियाकलापहरू कर्महरू क्रियाकलापहरूलाई कसरी हामीले सुदृढ गर्ने त्यो बानी हाम्रो छैन। कर्म त गर्छौँ तर कर्म निष्कामताबाट प्रेरित हुँदैन। सद्गुरु विशाल साहेबले पनि यसमा मर्जी गर्छ, निष्काम वृत्ति आरोग्यता मेटी कामना भूख। निष्काम वृत्ति कर्म त हामी गर्छौँ तर धेरै कामना राखेर कर्म गर्छौँ। कामना राखेर गरे कर्महरू घटित हुँदै जान्छन्, त्यो आउने जन्ममा पनि घटित हुन्छन् र यही जन्ममा पनि त्यसको फल भएर चाहिँ त्यो गिरेर जान्छ, बिस्तारै कम हुँदै हुँदै जान्छ। आरोग्य हुनुको लागि त कर्म गर्ने, फलको आशा राख्दै नराख्ने। निष्काम वृत्ति भनेको त्यही हो। निष्काम वृत्ति आरोग्यता, निष्काम वृत्तिबाट आरोग्यता आउने रहेछ। आरोग्य दिवसमा निष्काम वृत्तिले कर्म कसले गरेका छन्, जेमा पनि योजना मिसन एउटा राज्य एउटा जे काम गर्छन् त सबै एउटा परिवेश तयार गर्न खोज्छन्, त्यसैबाट सञ्चालन गर्न खोज्छन्। सञ्चालन त स्वयमेव भइरहेछ। कलेजोले मुटुले भित्रको हार्ट सबैले आफ्नो आफ्नो ढङ्गले काम गरिरहेछन् नि। प्रकृतिले आफ्नो ढङ्गले काम गरिरहेछन्। बिहानको समयमा सूर्य समयमै उदाउँछ। हामी अव्यावहारिक हुन्छौँ, हामी समयमा उठ्दैनौँ, त्यो हाम्रो कमजोरी हो। त्यो मनका कमजोरी हुन् ती सबै। हामी समयलाई ख्याल गर्दैनौँ, समयलाई मध्यनजर नगरेर मनुष्य जीवनका व्यवहारिक कर्महरू विवेकका कर्महरू गर्दैनौँ, त्यो हाम्रो कमजोरी हो नि। हामी सुखी शान्त हुनु पर्ने, यस्तो जीवन बिताउनु पर्ने जहाँ चाहिँ कुनै किसिमको झमेला नहोस्, तर हाम्रो हरेक क्रियाकलापहरू उद्दण्डता धैर्यताहीन मनले बनाएका अनादिकालीन काम क्रोध लोभ मोह मद मत्सर, त्यसले गर्दाखेरि हाम्रो मन विक भइरहेछ। कबीर साहबले पनि भन्नुहुन्छ, कबीर मन तो एक है भावै जहाँ लगाओ
भावै गुरु की भक्ति कर, भावै विषय कमाओ। मनमा आउने ती विकेन्द्रीकृत गर्ने मनका ती सोचहरू, विचारहरू, मनन र मनका सबै ती कुराहरूले त हामीलाई कमजोर गराइरहेको छ। आरोग्यता हुनै दिँदैन। आरोग्य हुनको लागि त मनको सबै रोग ठिक गर्नको लागि एउटा कुनै शक्तिसँग हाम्रो दर्शन हुनुपर्छ। हामीले जुन चिजको दर्शन गरिरहेका छौँ त्यो त स्वाभाविकै सांसारिक चिजहरूको दर्शन। खाएका छौँ, पिएका छौँ, के को लागि खायौँ, के को लागि पियौँ, मनुष्य जीवन के को लागि भन्ने नै हामीलाई थाहा छैन नि। त अर्को शक्ति भनेको गुरु शक्ति। गुरुले त्याग, तपस्या, वैराग्य, संयम, नियम यी सबै कुराहरू चाहिँ हेर्दाखेरि सुन्दाखेरि पुरानो लाग्छ, तर यही त यसैबाट त हामीमा शक्ति आर्जन हुन्छ, आरोग्यता आर्जन हुन्छ। जैसा खाए अन्न वैसा होए मन्न, जैसा पिए पानी वैसा होए बानी। जस्तो खानपान हामी खान्छौँ त्यस्तै किसिमको शरीरमा बोली चाली, हिँडाइ चलाइ, बोलाइ, वाणी, व्यवहार पुरा भौगोलिक रूपमा पनि खानपानको असर परेको हुन्छ। यो हिंसक हृदय भएको हिंसकी वृत्ति ढङ्गले चाहिँ हामीले खानपान ग्रहण गर्यौँ भनेदेखि उसको मानसिक स्थिति दशा कस्तो होला। सम्पूर्ण एउटा रुखमा बस्ने हो भनेदेखि, एउटा नियममा, परिधिमा, ध्यान धारणामा हामी परिपक्व भएर बस्ने हो भनेदेखि आरोग्यता भनेको निष्कामतामा छ। आरोग्यता भनेको दैवीय गुण आफ्नो जीवनमा आर्जन गर्नुमा छ र त्यसलाई जीवनमा परिपालन गर्नुमा छ। आरोग्यता भनेको मेरो मनुष्य जीवन सबैको लागि हो र मबाट यस्तो कर्म हुनु भएन, क्रियाकलाप हुनु भएन कि जसले गर्दाखेरि परपरको ब्रह्माण्ड कसैलाई कुनै किसिमको प्रभाव नपरोस् र सबै कुरालाई परिपूर्ण ढङ्गले अष्टाङ्ग योगको परिपालन भनौँ अथवा हाम्रा सद्ग्रन्थहरूले बताएका सम्पूर्ण एउटा नियम कानुन परिधिलाई जीवनमा आत्मसात गरौँ भनौँ, अथवा कुनै गुरु प्रणालीसँग जोडिँदै जाँदाखेरि यो एउटा गुरु नियम, गुरु मर्यादा, गुरु घेरा तयार हुन्छ। यो आरोग्य दिवसको समय छ। यसमा पुरा विश्वभरिका देशहरूमा आरोग्यतालाई आफ्नो आफ्नो कुराले व्याख्या गरेर मनाइएला, तर मन वचन कर्म परिशुद्ध नभइकन शारीरिक, मानसिक र सामाजिक रूपमा पनि हामीहरू सम्पूर्ण कुराबाट, स्थितिबाट हामीमा विवेक नआइकन, विवेक शक्ति नजाइकन आरोग्यता हुन गाह्रो छ। शरीरमा रोग व्याधि लाग्ला रे सबै कुरा भए तापनि मनको स्थिति सही छ भनेदेखि धेरै कुराहरू सही सुधार हुँदै जान्छ। बेचैनी, हैरानी एउटालाई शरीरको रोगले खान्छ, एउटालाई मनको रोगले खान्छ, मनको बाघले खान्छ। र यी सबै कुराहरूको अध्ययन अध्यापन गर्ने ठाउँ भनेको हाम्रो पूर्वीय सभ्यता हो, पूर्वीय दर्शन हो। यहाँ के कुरा गरिन्छ? सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःख भाग भवेत्। कसरी दुःख हुन्छ? सबैको राम्रो हो, सबैको जय होस्, सबैको आनन्द हो, सबैजना मङ्गलमय भएर बसुन्, सबैजना निरोगी भएर बस्नु। यही सारलाई पालना गर्दै यो दिवसको उद्घाटन व्यवस्थित ढङ्गले लागू हुने सम्पूर्ण गुरुवर्गहरू, समस्त आत्मिक बन्धुहरूमा पनि धेरै धेरै धन्यवाद। र हामी सबैजना आफ्नो मनलाई, आफ्नो तनलाई र हाम्रो पुरा जीवनलाई नै विवेकमय जीवन बनाएर चल्नु नै आरोग्यता हो। यही गुरुहरूको निर्देश हो। यसैलाई ख्याल गरेर हामी अगाडि बढौँ। सबैको जय हो, सबको कल्याण हो, सबको मङ्गल होस्।